हाम्रो दाइले चाहिँ साथीहरू सुँगेर पत्ता लगाइदिनुहुन्छ अब पक्कै यसले बजार गएको केही ल्याइछ त्यो भ्लगमा चाहिँ त्यो एआईको एपहरूले गर्दा अहिले के भएर चाहिँ त्यो भोइस चाहिँ आफै त्यो चेन्ज हुने त्यस्तो भएको छ अरे पुरा इङ्ग्लिसमा के मेरो लिप्सिङ इङ्ग्लिसमा भएको थियो ल हेर्नु साथीहरू लेमन टी किनेर ल्याइदिएको अनि 1 महिना नहुँदै यो लेमन टी सकिन्छ कारण यस्तै टिप्दै हिँड्दै हेलो साथीहरू नमस्ते गुड मर्निङ सबैजनालाई स्वागत छ सबैजना ब्लगमा आई होप सबैजना सन्चै राम्रै हुनुहुन्छ होला र म पनि एकदमै ठिक छु अनि साथीहरू आज चाहिँ मेरो ब्लग बिहानदेखि सुरु हुँदैछ अनि त्यही हो सडा जस्तै आज मेरो ब्लगले सुरु गरेँ अब के कस्तो हुन्छ आज दिउँसभरिको ब्लग तपाईँहरूलाई देखाउन चाहन्छु म के गर्छु भनेर हेर्नु न यो धान चाहिँ अस्ति भर्खरै रोपे जस्तो लाग्छ पुरै खेत ढाकेर अलि दिनमा त पयालै हुन्छ होला अनि उहाँ चाहिँ त्यो मेरो माइती घर भइहाल्यो देख्नुभयो त्यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्न मम्मी नहुँदा चाहिँ खासै जान मन लाग्दैन साथीहरू त्यही हो अनि कुहिरोले ढाकेर हेर्नु न हामी बसेको ठाउँलाई कस्तो आनन्दमय छ हेर्नु त कुहिरोले ढाकेर जताततै अनि बिहान उठ्दा चाहिँ चराचुरुङ्गीको आवाज सुन्दा यति आनन्द आउँछ तर खासै बिहानमा खासै उठिँदैन तर अहिले चाहिँ उठ्नुपर्ने नै बाध्यता छ मेरो के भने साथीहरू ग्यास सकिएर भन्नुहुन्छ कहीँ ग्यास नपाएर यति गाह्रो भएको छ अनि तपाईँहरूकोतिर के कस्तो छ ग्यास पाएको छ कि नै अहिले म भएको ठाउँमा चाहिँ हेर्नु ग्यास नपाइएर हुन त मोबाइलमा भिडियोहरूमा देखिरहेको यो ग्यास नपाइएर जताततै एकदमै गाह्रो भएको छ अनि मलाई पनि अहिले ग्यास सकेर दुईवटा बच्चा भएको मान्छे साथीहरू त्यही माथि पनि बिहानै उठ्नु के अरे स्कुल पठाउनु पर्ने अब ग्यासै छैन गर्ने के धन्न मेरो घरबेटी आन्टी भगवान् जस्तै हुनुहुन्छ क्या मलाई चाहिँ त्यस्तो लाग्छ अब किनकि ग्यास छैन अब उहाँसँग दाउरा छ नि त उहाँले नि अब त्यो गर्मी टाइममा हो या जाडो टाइममा कति दुःख गरेर त्यो जङ्गलमा गएर खोजेर ल्याएको दाउरा होला अनि मलाई त्यत्तिकै दिनु न आन्टी भन्नु पनि सकेको थिइनँ मैले मलाई दिनु त भएन तर म किन्छु आन्टी मलाई अलिकति दाउरा दिनु भनेर के को दाउरा दिने हो त्यहाँ यताउता खोज्ने पकाउने त्यहाँ थुतेर पकाउने भन्नुभयो उहाँले त्यति दुःख गरेर खोजेको दाउरा हो त्यही भएर त्यत्तिकै दिनु भन्न मलाई एकदमै गाह्रो भएको थियो अब ग्यास नपाए पनि अब अप्सन भनेको अब दाउरामा भन्दा पकाएर खानु पऱ्यो टाइम भए दाउरा भए म दाउरामै पकाउँथेँ तर दाउरै छैन नि त किनकि अहिले जङ्गलहरू पनि बन्द भएको छ दाउरा खोज्न जानलाई लिउँ भने पनि अब जाडो टाइममा मात्रै खुल्ने गर्मीमा बन्द हुँदैछ जङ्गल चाहिँ नत्र मलाई दाउरामै पकाएर खान एकदमै मन लाग्छ जग्गा नभएर पनि होइन अहिले चाहिँ दाउरा नभएर मैले पकाएको थिएन दाउरामा अनि त्यही हो यहाँ चाहिँ मैले आन्टीलाई अब अर्काको झिक्नु त भएन नि त त्यत्तिकै अनि आन्टी मलाई किन्न दिनु भनेको के किन्ने हो त्यहाँ यताउता थुत्ने पकाउने गर्ने के दाउरा पनि किन्ने हो र मसँग भनेर कराउनु आएको थिएँ अब यताउता झिका पकाऊ भन्नुभयो त्यसको लागि चाहिँ आन्टी मेरो लागि भगवानै भन्छु मैले जे कुरा पनि सपोर्ट गर्नुहुन्छ एकदमै सपोर्टिभ हुनुहुन्छ आन्टी चाहिँ त्यही हो अनि अब अलिकति दाउरा नभएको भए मैले के गर्थेँ होला एउटा कुरा त्यो दाउरामा पकाउने ठाउँमै नपाएको भने त्यही भएर भन्नुहुन्छ मलाई दिदीहरूले बजारतिर आएर बस्नु नि भन्नुहुन्छ अनि हो यही समस्या हुन्छ मलाई चाहिँ दाउराहरूमा पकाएर खान एकदमै मन लाग्छ मनपर्छ यदि दाउरा भएसम्म त मलाई चुलामै पकाउनु मनपर्छ नि त त्यही भएर यदि बजारमा बसेको भए दाउरामा पकाउने ठाउँ नभएको भए अनि के गर्थेँ होला जस्तो लाग्छ कि यहाँ चाहिँ झट्टा जे गरेर पनि फेरि आन्टीले यता गर उता गर अप्ठ्यारो मान्नु पर्दैन भन्नुहुन्छ मैला अप्ठ्यारो लाएर अलि ऊ लाग्छ कि मैला अप्ठ्यारो लाग्छ केही झिक्न चलाउन तर केही अप्ठ्यारो मान्नु पर्दैन जता जे गरे पनि जता पकाए नि हुन्छ भन्नुभयो त्यही भएर आनन्दले दाउरामै पकाउनु पर्नेछ त्यही भएर बिहानै उठ्नुपर्छ त्यही साथीहरू अब चाहिँ लागौँ उताबाट हेर्दै आउन आन्टीले के गरेको हो बिहानै भन्दा बेर छैन अहिले उता आउनु भएको छ अनि त्यही अब चाहिँ पकाउनुपर्छ छोरीहरूलाई स्कुल पठाउनु पऱ्यो तपाईँहरूलाई च्याउ देखाउँछ साथीहरू च्याउ हो कि फुल हो कि ए च्याउ त होइन पो रहेछ यस्तो के रहेछ यस्तो फुल कसको चप्पल आन्टी मिठी अङ्कलको चप्पल लाउँ त हाम्रो चाहिँ यता घरमा युज गर्ने चप्पल हेर्नु साथीहरू उतापट्टि बाहिर जाँदा लाउने चप्पल टन्नै छ अनि यता घरमा अगाडि यता बाथरुमहरूलाई युज गर्ने चप्पल चाहिँ खोस हुन्छ भन्नु आन्टीले त्यही हो अब चाहिँ के गर्छु म तपाईँहरूलाई देखाउँछु धेरै भयो आन्टी भिडियो नबनाएको त्यही भएर अरू कुछ बोल्नुहोस्
अनि आन्टी पनि भर्खरै उठ्नु भएको रहेछ बिहान बिहान के बोलम खाली पेट तपाईँलाई म मेरो कुखुरा देखाउँछु है हेलो यिनी चाहिँ क्वाक क्वाक गर्दै मात्रै हिँडेन अन्डा पार्छ कि भनेर कहिले अन्डा नपार्ने यता दिदीको काम चलिरहेछ अब मैले पकाउने हो त्यहाँनिर दाउरामा यस्तो घुमायो भन्छ अनि चाहिँ हाम्रो आन्टीको चाहिँ कुखुराहरू अब बिस्तारै सकिन लाउनु भएको छ कतिवटा थियो आन्टी सुरुमा 200वटा कुखुरामा अहिले यति बाँकी हुनुहुन्छ है कुलरको हावा खाँदै बस्दै बिचरा गर्मिलो दिदीले झाड लाउनु पर्छ मैले चाहिँ पोछा सोछा लाउँछु त्यही हो चट्टा लाएर त पोछा लाउनु पर्ने छ साथीहरू मैले चाहिँ मेरो छोरीहरूलाई खाना खुवाएँ खाजा पानी सबै प्याक भयो अनि त्यसपछि दाउरामा बिहान पकाएको दाउरा चिसो भएर भन्नुहुन्छ साथीहरू नबोलेर यति गाह्रो भयो यति हतार हतार खाना बनाएँ खुवाएँ बिहानमा चाहिँ यति छिटो टाइम जान्छ नि कुरै नगरौँ अनि के भन्नु छ सानो ल भन बाबालाई के भन्ने बाबालाई के भन्ने र हजुर मम्मीले तिमीलाई के ल्याइदिएर आउने आज क्लासमा के ल्याइदिने स्पाइडरम्यान अनि बाबालाई के ल्याइदिने के को ड्रेस ल्याइदिने अरे अनि मिसीको के भन्दै ओ माई गॉड तिमीले नि भन्दैनौ नभन्ने त्यही हो साथीहरू आज चाहिँ म मेरो छोरीहरूको स्कुलमा फी बुझाउन जानुपर्ने छ त्यही भएर पनि अब आउँछु भनेर छोरीहरूलाई मैले बाचा गरिसकेको छु स्कुलमा जान्छु मेरो छोरीहरू सायद म जाँदा प्रायः सुतिरहेकै हुन्छन् आज चाहिँ के हुन्छ थाहा छैन सो हेर्दै गर्नु होला अब चाहिँ मेरो रुममा यति धेरै काम छ साथीहरू कुरै नगरौँ हेर्नु न साथीहरू बस आउन 8-10 मिनट बाँकी छ यतिको पुच्छ्यो ती बस आउन 8-10 मिनट बाँकी छ अनि त्यसपछि मात्र ढोका खोलेर निकाल्नु पर्ला भित्रबाट भनेको त चिच्चाएर रोएर ल छोरीहरूको बस आयो अब छोरीहरू जानुभयो ल गइहाल्यो छोरीहरू ल साथीहरू म चाहिँ अब नानीहरूको स्कुलतिर जानु पर्यो भनेर हिँडेको छु अनि बिहान चाहिँ एकदमै घाम चर्केको थियो तर अहिले चाहिँ एकदमै शीतल भएको छ त्यही भएर हिँड्दै जाम भनेर हिँडेको छु म चाहिँ अनि त्यही हो अब आउँदाखेरि त बसमा आइहालिन्छ नानीहरूको बसमा कता गराउनु भयो अङ्कल अनि हिँड्दै जाम भनेर शीतल छ नि त हिँडेको छ अनि छेमा आउनुभएको थियो छेमा ठुली आमा बस्न मेरो रुम अगाडि बस्नु भएको छ त्यहाँनिर अब म जानै पर्ने बाध्यता छ आज चाहिँ किनकि फी बुझाउनु छ नि त मलाई फेरि अलिक लेट भयो भने कस्तो आफैलाई अप्ठ्यारो लाग्छ क्या हिजो 1 तारिक जाम्ला भनेको म दिउँसो निदाएर जान बिर्सेछु आज 2 गते त्यही भएर अलिक छिट्टै बुझाउन मन लाग्छ लेट भयो भने मलाई आफैलाई अप्ठ्यारो फिल हुन्छ त्यही भएर आज चाहिँ जाँदैछु छेमा ठुलियामा बस्नु नरिसिनु होला म लागेँ भनेर घरबेटी आन्टी झर्नु भएको छ माथिबाट त्यही भएर बस्नु भएको छ उहाँहरू चाहिँ अनि त्यही हो अनि साथीहरू मेरो चाहिँ अस्ति एउटा भिडियोमा चाहिँ हामी बरघाट मुभी हेर्न हिँडेको छौँ मैले भ्लग बनाएको थिएँ नि त्यो भ्लगमा चाहिँ त्यो एआईको एपहरूले गर्दा अहिले के भएर चाहिँ त्यो भोइस आफै त्यो चेन्ज हुने त्यस्तो भएको छ अरे पुरा इङ्ग्लिसमा के मेरो लिपसिङ इङ्ग्लिसमा भएको थियो अनि त्यसपछि त्यो चाहिँ मैले बनाएर मिल्दैन त्यो भ्लगमा तपाईँहरूले नै त्यहाँनिर कहाँ गएर सेटिङमा गएर त्यो भ्लगबाटै युट्युबबाटै भित्र पसेपछि त्यो नेपालीमै आउँछ अरे जो म बोलिरहेको छु रियल भोइस आउँछ अरे कतिले सोध्नु भएको थियो के भएको भनेर सो त्यही तपाईँहरूले नै बनाउनु मिल्छ त्यो चाहिँ मेरो चिनु बहिनीले बनाएर हेरेकी थिइन् अनि साथीहरू ग्यास सकेको छ नि त मेरो कहीँ पाएकै छैन अनि मैले सुरुमा जहाँबाट ग्यास चुल्हा सिलिन्डरहरू मैले ल्याएको थिएँ नि त हो त्यो पसलमा आज गुप्त दाई नाम गरेको पसल हुनुहुन्छ एकजना त्यहाँ जाँदैछु म पसल छ त्यहाँ जाँदैछु अब दाई मलाई जसरी नि मिलाइदिनु गाह्रो भयो बच्चाहरूसँग भनेर रिक्वेस्ट गर्छु भयो भने भयो भएन भने भएन जानु त पऱ्यो होइन जाँदैछु ग्यास सिलिन्डरकै ग्यासको लागि नै भए पनि म जानै पर्ने छ कति गाह्रो भएको छ आज मलाई बिहानमा बेलुकामा त म ठिक छ दाउरामै पकाउँछु बिहानमा त यति हतार हुन्छ नि बच्चाहरूसँग छिटो गर्छु भने पनि के हो मेरो त एकदम गाह्रो भएको छ सो सिलिन्डरकै लागि भए पनि म आज हिँडेको छु हेरौँ के हुन्छ पाइन्छ कि नै साथीहरू म चाहिँ नानीहरूको स्कुलमा आइसकेको छु अब चाहिँ यहाँनिर फी बुझाउनु छ नानीहरूको अनि फी बुझाइसकेपछि अब बस पनि छुट्ने बेला भएको छ अब नानीहरूलाई लिएर निस्किन्छु एकछिनमा र साथीहरू मेरो छोरीहरू छ त्यता निस्किसक्नु भएको छ म देखिन्न भनेको देखिहालेछु कि चिच्चै हालिन् ठुली छोरी हेरौँ रियाक्सन हेर्नु है देख्यौ हो लाइनमा के छ
यति माया गर्छ नि मेरो छोरीले मलाई फेरि हेर नि त पानीमा के गरेको मेरो छोरीले त आत्ति थियो मसित तिमी नै आत्ति थियौ अनि झोरो के भयो त ब्याग यस्तो हजुर के ल्याइदिनु भा के चाहियो तिमीलाई भन न के चाहियो कुर्ता त्यस्तो गर्ने पैसा हेर न किन हेर्नु पर्यो पैसा पैसा हेरौँ रे ल हजुर हामी चाहिँ नानीहरूको बसमा चढियो है अनि आज के ल्याइदिनु मम्मीलाई चाउमिन चाहिएको थियो त्यही भएर फेरि बिर्सिनु नि त्यसले एकचोटि भनेपछि त्यही भएर मैले चाउमिन लिएर आएको छु मेरो छोरोलाई माथि छ ऊ हेरेको माथि छ नि त त्यही भएर अनि त्यो बेबी को अरे तिम्रो को हो भन्नु के चाहियो हजुरहरूलाई फ्रुटी चाहियो ल आइस क्लोज हेर्न नपाए ओके हेर्न नपाए नि ल हेर्न नपाए ल मेरो छोरीलाई चाहिँ फ्रुटी चाहिएको थियो साथीहरू ए त्यो फ्रुटी चाहिएको थियो त्यो ल्याइदियो भने थाहा त आँखा बन्द गराउनु कि अर्थै छैन थ्याङ्क यू मम्मी भन ल आफै खोल्न थाहा छ कि नै थाहा खान्छु मैले थाहा छ त्यो खोल्यौ कस्तो छ भन है खाएर मिठा हो कस्तो छ खाएर भन है कस्तो छ मिठो कहिले थ्याङ्क यू मम्मी भनेको ल तिमीले भनेको भयो नि अब बिहान के ल्याइदिन भनेको अरे चाउमिन मिठो छ हाम्रो दाइले चाहिँ साथीहरू सुँगेर पत्ता लगाइदिनुहुन्छ अब पक्कै यसले बजार गएको केही ल्याइछ भनेर पक्कै सुँग्दै कति छिटो एक गाँस मुखमा हालेको त मान्छे टु यहाँ दाइलाई त थाहा भइसक्यो दाइ ठुलो लाउनु अरे अब बहिनी बजार गएपछि यसले ल्याउँछ भने थाहा क्या दाइलाई म बजार पुगेर यहाँ आउँदा टुप्लुकै दाइ फर्स्ट टाइम हो यो नि ल खानुहोस् फर्स्ट टाइमै हो फर्स्ट टाइम हो ल हेर्नु साथीहरू लेमन टी किनेर ल्याइदिएको अनि 1 महिना नहुँदै यो लेमन टी सकिन्छ कारण यी यस्तै टिप्दै हिँड्दै यस्तै खेल्दै